हेलो सबैलाई। आज चाहिँ म कसरी चाहिँ गुगल मेल आइडी बनाउने हुन्छ, किनकि अहिलेको समयमा हामीलाई सबैलाई मेल आइडी चाहिन्छ है। यो कुरा चाहिँ बुझ्नु पऱ्यो कि, किनकि अब त सबै हाम्रो सबै सिस्टम अब सबै इन्टरनेटमा गइसक्यो। सबै अब तपाईँको अब टेक्नोलोजीमा गइसक्यो। त्यही भएर सबभन्दा मेन इम्पोर्टेन्ट भनेको मेल आइडी चाहियो। केही कामका लागि मान्छे सबैले मेल आइडी चाहिन्छ। फोन चलाउनलाई पनि मेल आइडी चाहिन्छ कि, जिमेल चाहिन्छ, गुगल मेल चाहिन्छ होइन, मेन एन्ड्रोइड फोनहरूको लागि। अब गुगल मेल चाहिँ म कसरी बनाउने म तपाईँहरूलाई भन्छु, हेर्नुहोस् है। जस्तै अब हाम्रो यो पिसीबाट अहिले मेन त म पिसीबाट बताउँछु आज चाहिँ, पछि म तपाईँलाई फोनबाट पनि बताइदिन्छु होइन। अब गुगल क्रोम खोल्नु मानौँ, एउटा कुनै ब्राउजर हुन्छ है। यो भनेको जस्तै क्रोमहरू भनेको होइन, एउटा ब्राउजर भयो यो। अब यसलाई आज सेटअप गरेको छैन, यसलाई गरिदियो भनेर आइहालौँ होइन। मेन म्याक्सिमम् सबभन्दा बढी चलेको जिमेल नै हो होइन। मेल आइडीमा gmail.com-मा म गएँ, gmail.com-मा है। gmail.com-मा गइसकेपछि अब यहाँ देखाइरहेको हुन्छ हाम्रो साइन इन देखाइरहेको हुन्छ। साइन इन भएपछि पहिले एकाउन्ट भएकोले चाहिँ साइन इन गर्ने हो। यो अब क्रिएट एकाउन्ट एन्ड एकाउन्ट हुन्छ होइन। क्रिएट एन्ड एकाउन्टमा चाहिँ फर पर्सनल युज नै हुन्छ। म्याक्सिमम् हामीले पर्सनल युजको लागि नै खोल्छौँ नि त होइन। पर्सनल युजको लागि फर्स्ट नेम के छ त हाम्रो होइन। मेरो फर्स्ट नेम क्रान्ति, लास्ट नेम पनि यहाँ लेख्नु पऱ्यो होइन। यो राख्नु पऱ्यो। मन्थहरू सबैहरू यसरी चाहिँ राख्नु पऱ्यो अब होइन। आफ्नो सबै मन्थ राख्नु पऱ्यो, डे राख्नु पऱ्यो होइन, अनि इयर राख्नु पऱ्यो। सबै चिजहरू चाहिँ राख्नु पऱ्यो हामीले होइन। जेन्डरमा मेल हाल्नु पऱ्यो आफू होइन। त्यसपछि अब जानु पऱ्यो। अब यसो गुगलले नि दिन्छ कि यसरी, अब चुज यर जिमेल एड्रेस भनेको जस्तै यो हुन्छ कि के हुन्छ कि। अब हामीले के हुन्छ नि, हरेकचोटि चाहिँ बिर्सिरहेको हुन्छ कि जिमेल आइडीहरू। जस्तै मानौँ मेरो 1996 छ भने चाहिँ क्रिएट यर आउन जिमेल एड्रेस गरिदिन्छु म। जस्तै अब यहाँ के लेखिदिन्छु भने चनक्रान्ति 1996 लेखिदिन्छु है। चनक्रान्ति 1996 होइन। अब लिन्छ कि लिँदैन हेरौँ है त। इन्टर लेखिदिन्छु म, लिएन यो है। चनक्रान्ति 1996 लिएन। अर्को यहाँ युजर नेम इज अलरेडी टेकन भनेको छ है। अब क्रान्ति चन्द 1996 त लिन्छ होला। अब यो हेरौँ है त। ल क्रान्ति चन्द 1996 लिइहाल्यो। अब पासपोर्ट राख्नु पऱ्यो भने चाहिँ है, अब पासपोर्ट राख्नु पऱ्यो, एउटा स्ट्रङ पासपोर्ट राख्नु पऱ्यो। एउटा स्ट्रङ पासपोर्ट राख्नुहोस् होइन। सिम्बलहरू अप्पर केस लोवर केस सबै युज गरेर होइन। मैले हालेँ, पासवर्ड पनि हालेँ। अब तपाईँले रिकभरी इमेल एड्रेस केही गर्नु छ जस्तै अब त्यो हाम्रो फर्स्टमा बनाउँदा कोही पनि हुँदैन, अहिले स्किप नै गरिदिने यसलाई है, स्किप नै गरिदिने यसलाई। जस्तै अब क्रान्तिचन्द 1996@gmail.com चाहिँ हाम्रो क्रिएट भइसकेको छ। अब रिभ्यू गर्ने हुन्छ। अब यसमा चाहिँ के छ भने चाहिँ ब्याकअपको लागि अब हामीले केहीबाट होइन फोन होइन, अब यो एग्री गरिदिनु पऱ्यो, एग्री गरिदिनु पऱ्यो तपाईँले सबैले हेरेर होइन, एग्री गरिदिनु पऱ्यो। जिमेल चाहिँ खोलिसकेको छ। अब ब्याकअपको लागि अब हामीलाई फोन नम्बर पनि एड गर्नुपर्ने हुन्छ होइन। गेट जिमेल फर मोबाइल सबै हुन्छ यो। जस्तै अब यहाँ तपाईँहरूको यहाँ सेटिङ हुन्छ क्या यतापट्टि, यहाँ हेर्नुहोस् चाहिँ यहाँ माथि हरियो बटन यो हुन्छ नि, यो एउटा पुरै अब नभएको कारणले चाहिँ अब हेर्नु है त। अब रिकभरी फोन त एउटा राख्नु पऱ्यो नि त हामीले त। फोनमा त्यो एउटा कोड जान्छ। जस्तै यहाँ मैले अब यो ल अहिले इमेल एड्रेस म रिकभरीमा राख्दिनँ, फोनमा मानव मेरो नम्बर राखिदिन्छु म होइन। यसलाई लिन्छ कि लिँदैन है त, सेभ गरिदिन्छु म। दिस नम्बर इज अलरेडी टिकन हुन्छ। रिकभरी फोन पनि एड गरेँ है मेरो। अब सायद मेरो फोनमा ऊ जान्छ, कोड जान्छ, कोडबाट चाहिँ त्यहाँबाट चाहिँ गर्नु पऱ्यो मैले। यसरी चाहिँ यो हाम्रो जिमेल चाहिँ एड गर्ने हो।